नमस्ते साथीहरु, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई चाहिँ मोबाइलबाटै आइपिओ कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ तपाई यो गुगल क्रोममा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि तपाईले मेरो share.cdsc.com.np चाहिँ सर्च गर्नुपर्ने हुन्छ। सर्च गरेपछि तपाईको मोबाइलमा यस्तो देखिन्छ। त्यसपछि अब तपाईको कम्पनीको नाम लेख्नुपर्ने हुन्छ। मेरो चाहिँ सानी सेक्युरिटीज कम्पनी लिमिटेड छ यो। त्यसपछि आफ्नो युजर र पासवर्ड हाल्नुपर्ने हुन्छ। मेरो चाहिँ यहाँनिर अलरेडी सेभ भइसकेको छ। मेरो पासवर्ड हालेपछि अलरेडी आउँछ। त्यसपछि तपाईले लगइन गरिदिनु पर्ने हुन्छ। तपाईले चाहिँ लगइन गरिसकेपछि चाहिँ यहाँ यस्तो केही देखिदैन। यसलाई चाहिँ हल्का यहाँनिर यस्तो देखिन्छ। यहाँनिर चाहिँ तपाईको प्रोफाइल देखिन्छ हैन। प्रोफाइल भन्दा यता यो 3 लाइनमा क्लिक गर्यो भने चाहिँ तपाईको सबै आउँछ हैन। अब हामीले चाहिँ आइपिओ भर्नको लागि चाहिँ सबसे पहिला चाहिँ यो सेकेन्ड थर्ड लास्टमा चाहिँ यहाँनिर माई आस्बा भन्ने छ। यहाँनिर क्लिक गरेपछि चाहिँ ल एप्लाई फर इस्यु करेन्ट इस्यु हैन। अहिले चाहिँ कुन छ भन्दाखेरि चाहिँ सानवी इनर्जी लिमिटेडको देखाइरहेछ आइपिओ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी को यो प्रोमोटेड शेयरहरु चाहिँ खासै तपाईले नभर्दा नि हुन्छ हैन। अहिले चाहिँ तत्कालैको लागि चाहिँ सानवी इनर्जी लिमिटेड कोले चाहिँ यो एकदमै आइपिओ चाहिँ सर्वसाधारणको लागि अर्डिनरी शेयर जारी गरेको छ। यसको लागि चाहिँ अब हामीले चाहिँ अप्लाईमा क्लिक गर्नुपर्ने हुन्छ। अप्लाईमा क्लिक गरिसकेपछि यहाँनिर यसको डिटेल्स तल सबै आउँछ हैन। अब तपाईले चाहिँ यसमा यसको के कम्पनी यो कम्पनी कस्तो भनेर हेर्नलाई चाहिँ यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ हैन। यहाँनिर डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म हेर्दिन। त्यसपछि तपाईले यो बीओआईडी नम्बर तपाईको देखाइहालेको छ। अब कुन बैंक हो तपाईको बैंक चुज गर्नुपर्ने हुन्छ। मेरो चाहिँ ग्लोबल आइएमई मै खाता भएकोले ग्लोबल आइएमई मा गर्छु। अब तपाईको चाहिँ कुन बैंकमा चाहिँ यो अब मेरो शेयरको एकाउन्टमा चाहिँ कुन बैंकलाई लिंक गर्नुभएको छ त्यही बैंकबाट तपाईले भर्नुपर्ने हुन्छ। मेरो ग्लोबल आइएमई सँग लिंक छ त्यसैले मेरो ग्लोबल आइएमई देखायो। त्यसपछि एकाउन्ट नम्बर हैन। यहाँनिर अटोमेटिक कहाँको आएको छ। मैले चाहिँ अब कति तपाईले चाहिँ हैन जति किता पनि अप्लाई गर्न सक्नुहुन्छ हैन। प्राइस पर शेयर भनेको 100 रुपैयाँ, मिनिमम भनेको 10, म्याक्सिमम क्वान्टिटी भनेको चाहिँ तपाईले 20,000 क्वान्टिटी सम्म भर्न पाउनुहुन्छ हैन। अब डिभिजिबल क्वान्टिटी भनेको चाहिँ 10 किता भन्दा तपाईले चाहिँ पर्दैन भन्छ कि यसले। त्यही भएर हामी चाहिँ 10 किता भन्दा बढी चाहिँ भर्दैनौ हैन। अब यहाँनिर तपाईले इन्टर सीआरएन नम्बर देखाछ हैन। यसमा चाहिँ अब तपाईको के हाल्नुपर्छ भन्दाखेरि तपाईको यो मेरो शेयरमा जुन बैंकको अकाउन्ट राख्नु भएको छ हैन त्यहाँ चाहिँ हामीलाई चाहिँ त्यो बैंकबाट चाहिँ सीआरएन नम्बर दिन्छ। यदि तपाईले चाहिँ यो सीआरएन नम्बर बिर्सिनु भयो भने चाहिँ तपाईले कुन बैंक हो त्यही बैंकमा चाहिँ कन्ट्याक्ट गरेर मेरो सीआरएन नम्बर दिनुस् भनेर फोनमै बाट पनि गर्न सक्नुहुन्छ तपाईले हैन। त्यहाँनिर हामीले फोनबाटै पनि सीआरएन नम्बर चाहिँ बैंकमा सोध्न सक्छौं। यो हाम्रो युजर आइडी र यो हाम्रो बैंक अकाउन्ट नम्बर दिएपछि बैंकले यो सीआरएन नम्बर दिन्छ। यसमा अब मेरो सीआरएन नम्बर म चाहिँ हान्छु हैन। ओके अब मैले मेरो सीआरएन नम्बर हालिसके। अब यहाँनिर चाहिँ यो छ नि यो आई हैव यो चाहिँ यहाँनिर चाहिँ तपाईले चाहिँ टिक लाउनु पर्ने हुन्छ यसरी। त्यसपछि मात्रै तपाईको तल प्रोसिड मा चाहिँ देखाउने छ। अब तपाईले चाहिँ पहिला हैन यो 4 डिजिटको चाहिँ के पासपोर्ट ट्रान्ज्याक्सन पिन राख्नु भएको छ त्यही चाहिँ यहाँनिर हामीले हाल्नु पर्ने हुन्छ। यहाँनिर चाहिँ तपाईको 4 डिजिटको पिन कोड हाल्नु पर्ने हुन्छ। शेयर हैज बीन एप्लाई सक्सेसफुली भनेको छ हैन। ल मेरो चाहिँ सक्सेसफुल भएको छ। अब यसलाई एडिट गर्न चाहनुहुन्छ भने फेरि यहाँले एडिटमा जानी हामीले चाहिँ अब तपाईले के एडिट गर्न चाहनुहुन्छ अथवा 20 थप्ने हो कि हैन। अब यसमा 10 लाई चाहिँ 20 बनाउने हो भने पनि अब एडिट गर्न मिल्यो। अब यो हाम्रो चाहिँ तपाईको कहाँ गएर बस्छ भन्दाखेरि चाहिँ एप्लिकेसन रिपोर्टमा गएर बस्छ। एप्लिकेसन रिपोर्टमा गयो भने अब हामीले यहाँनिर
तल हेर्दै अलिकति माथि स्क्रोल गर्दै तल स्क्रोल गर्दै गयो भने चाहिँ यहाँनिर चाहिँ हामीले हेर्नुपर्ने ठाउँमा चाहिँ स्ट्याटसमा चाहिँ अनभेरिफाइड भनेको छ। मैले अहिले भर्खरै भरेको भएर यहाँनिर चाहिँ अहिले अनभेरिफाइड देखाएको छ। यहाँनिर तपाईँको चाहिँ कम्पनीले भेरिफाई गरेपछि यहाँनिर भेरिफाई गर्छ। अब तपाईँलाई पछि पर्छ कि पर्दैन भन्ने पनि यहाँनिर ठ्याक्कै देखाउँछ क्या। अहिले चाहिँ अनभेरिफाइड भेरिफाइड भइसकेपछि पछि तपाईँको कस्तो देखाउँछ भन्दाखेरि अलिकति ब्याक जाउँ होइन। यहाँनिर जस्तै योभन्दा अगाडिको मैले एउटा क्रेस्ट माइक्रोको भरेको रहेछु। यहाँनिर चाहिँ स्ट्याटसमा चाहिँ नट अलाउटेड भनेर भनेको छ। अब यसमा चाहिँ तपाईँको यो पछि पर्यो भने यसमा चाहिँ अलाउटेड भनेर चाहिँ तपाईँलाई दिन्छ। ल धन्यवाद साथीहरू, भिडियोलाई चाहिँ कमेन्ट लाइक सेयर गरिदिनु होला होइन। यदि तपाईँ चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।